हेलो गुड मर्निङ एभ्रिवन। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झेको छु है, धेरै धेरै सम्झेको छु। बुढी के भयो बुढा? मेरो पैसा चोर? कहिले चोरे तिम्रो पैसा? अस्ति स्यालेरी आउनु बित्तिकै मेरो ब्यागको पैसा चाहिँ तँ चोरे होइन? नचाहिने कुरो नगर्न यार। चोरे पैसा चोरको आरोप चाहिँ मलाई बिल्कुल लाउँदैन लागु। तिम्रो पैसा 1 रुपियाँ चोरे नि छैन, बरु मेरो पैसा तिमीले चोरेकी छौ। अहिले चाहिँ मलाई आरोप लाउने काम चाहिँ बिल्कुल नगर नि। फेरि मैले भनिदिइरहेको छु तिमीलाई, मैले कहिले चाहिँ तिम्रो पैसा चोरेको छु ल भन त। अस्ति त्यो कालो ब्यागबाट त पैसा चोरे होइन? कति थियो, कति चोरे? 16,000 थियो अनि तपाईँले 1500 चोरे। कहिले चोरे? मैले आफू आदमीलाई खोइ न हावा गर्नु मैले काली चोरे। त्यो हातको देखा त, देखा नि त्यो हात, हात अर्को हात देखा न, अर्को हातको, अर्को हात देखा, त्यहाँ अर्को हातको 1500 चोरेरै मुनि लुकाएको मेरो बुढोले। कता लुकाउनु नि, हावा गुरु गर्छस्। मैले तेरो 1 रुपियाँ चलाएको छैन, मैले तेरो 1 रुपियाँ लिएर गएको छैन। मलाई आरोप चाहिँ कहिले पनि नलगा ल, बुझिस्? मैले कहिले लिएर गएँ तेरो पैसा? तपाईँ यति भन्न सक्नुहुन्न? के तेरो पैसा मेरो पैसा, मेरो पैसा तेरो पैसा भन्न सक्नु भएन हैन त? त्यो कसैको पैसा होइन, त्यो तेरो पनि पैसा होइन, मेरो पनि पैसा होइन। त्यो नेपाल राष्ट्र ब्याङ्कको पैसा हो। सुनिस्, नेपाल राष्ट्र ब्याङ्कको पैसा हो त्यो, न तेरो न मेरो। हेर, हातको मैला हो पैसा त्यो। आज तसँग भएको 1500 रुपियाँ छ नि, भोलि तसँग नहुन पनि सक्छ क्या। त्यो पर्सि मसँग हुन पनि सक्छ क्या। त्यही भएर न तेरो न मेरो, एकछिनलाई तेरो छ। त्यही भएर त्यो कसको पैसा भन्ने, कसैको नि होइन, नेपाल सरकारको पैसा। जय देश जय नेपाल जय स्वाभिमान, होइन त? कस्तो देखाइछु त? देखा जाऊ त्यो त्यहाँ ब्युटिफुल ब्युटिफुल ल। यस, सुन्दरताको चाहिँ घमण्ड लाग्छ तँलाई? फेरि यस्तो हो नि त, महिला मान्छेहरूको बढी सुन्दरता हुने भनेको नि त्यही, के अरे चाहिँ घमण्ड हुने भनेको नि त्यही सुन्दरतामै। केटीहरूको बिचमा गएर कसैले, केटाहरूले 4-5 जनाको केटीहरूको बिचमा गएर जिस्काइदियो भने के हुन्छ थाहा? पहिला सुरु नराम्रो केटी, जिस्काउँछ तेरो घरमा दिदीबहिनी छैन भन्न थाल्छ। नराम्रो चाहिँ क्या, राम्रै बरु बोल्या हुँदैन, नराम्रो चाहिँ तेरो घरमा दिदीबहिनी छैन जिस्काउँछस् भन्न थाल्छ। मलाई होइन, मलाई थाहा छ म नराम्री छु होइन, किनभने यस्तो पिम्पलहरू छ। म आफैले राम्री छु भनेर म कहिले भन्दिनँ होइन। आफ्नो मन राम्रो हुनु पर्छ, सक्छ। रूप राम्रो भएर केही हुँदैन। गुड गुड, नाइस नाइस ल, चित्त बुझ्यो। फेरि यसले फेरि यो तैँले बोलिया मात्रै हो, फेरि व्यवहारमा कहिले उतारे हुँदैन, माथ टोक्ने। मलाई कहिले के भने कहिले के भने हुन्छ व्यवहार राम्रो। राति 12 बजे उठेर पुरी र तरकारी बनाइदिने को? मैले पनि तँलाई के बनाएर खुवाउँदिनँ भन् त? मैले तँलाई के बनाएर खुवाउँदिनँ? मैले बनाएर खुवाउँदिनँ तँलाई? कहिले बनाएर खुवाउँदिनँ? राजा तरकारी खुवाउनु तपाईँलाई जागर चल्यो अरे एउटा मासुमा हो। मासु पकाउन जागर चल्छ, त्यसपछि राजमा तरकारी जागर बनाउनलाई अरू केहीमा छैन। रोटी बनाउन आउनु न, मुस्तिनु न भने नि सक्नुहुन्छ? किन बनाउनु नि, कति बनाइदिन्छु होला। उयो खुत्रुकेमा पैसा भरेर है, होइन त? पैसा भरे नि त बुढी, यो खुत्रुकेमा पैसा भरेर के साध्य? किन फुटाउनु नि? त्यसलाई त्यो दाँता सेतामपुर रातामपुर, त्यो सेतामा रातामपुर छ लिपस्टिक लगाएर पुग्नु पर्यो नि त बेबी। सोल लगायो नि त भसक्कै। कुन के होइन त्यो? राखे भद्री भरि चाहिँ अहिले मैले भन्ने भरि मेरो नम्बर भनेर। मेरो किन भने? राष्ट्रिय ब्याङ्कले दुःख गरेर पैसा मैले सेभिङ गरिदिइरहेको। मलाई कस्तो चित्त त गिराछ किन? होइन, मान्छेहरूले आफ्नो लाइफको टेन्सन लिनु नि, अरूको लाइफको किन टेन्सन लिने होइन र? कसले हो र? होइन त? मान्छेहरू भनेको एकदम कुरा उठे मान्छेहरू हो, अरूको चासो राख्ने कुरा हो। नभएको कुरा खुट्टादेखि टाउकोसम्म। कसले भन्यो त नि? भन्न, कसले भन्यो? कसले के भन्यो भन् त? कसले के भन्यो? माकाडक्स भन्न, कसले के भन्यो? माकाडक्स छैन मलाई होइन, हिजो अब अफिसमा त्यस्तै त हो नि। भन्न, के भन्यो र? के भने भन् त।
भनिन भने त कहिले के भन्यो ल के भन्यो यस्तो हो क्या मसँग जे छ मैले त्यही लाउने हो होइन मलाई त कुनै अब आफूले दुःख गरिन्जेलसम्म त आफ्नो एउटा सफलको लागि भन्न त्यो छोड्दैन सबै कुरा किन भूमिका बाँधिरा किनभने म नराम्री छु मेरो ड्रेसअप नराम्रो छ भनेर मान्छेले कस्तो कस्तो कुरा काट्छन् कसले कुरा काट्यो अफिसको मान्छेले कुन चाहिँले कुरा काट्यो त नि के के अनि त के भनिदिन्छ त त्यो बेलामा त्यो कुरा काट्नेले कुरा काट्यो हो कुरा काट्नेले मजाले कुरा काट्यो त्यो अफिसमा होइन अनि तँ चाहिँ के भन्छ त्यस्तो बेलामा भन् त म के भनिदिन्छु भने तिमीहरूलाई कुरा काट्दा मलाई हुकुक आयो तिमीहरू मेरो धेरै कुरामा चासो नराख फेरि अहिले म तिमीहरूलाई मैले सोसल मिडियामा ल्याउनु पर्यो भने च्यास कसैले कसैको कुरा काट्ने नेपालीहरूको बानी के हुन्छ भन्दा सबैलाई यो नपर्ला होइन तर अधिकांश नेपालीहरूको बानी के हुन्छ भन्दा कुरा काट्ने हुन्छ यो सन्दर्भमा विश्वको कुनै पनि देशमा त्यस्तो चलन चाहिँ मैले देखाएको छैन किन गर्छन् क्या किन गर्ने अर्काको चियो चर्चो गर्ने पहिला अर्काको चियो चर्चो गर्नु पूर्व आफ्नो हैसियत के हो आफ्नो वातावरण के हो आफू कुन धरातलमा हुर्किएको छ आफ्नो धरातल के हो होइन आफू कस्तो पृष्ठभूमिबाट उब्जिएको हो एउटा कुनै पनि तरकारी तपाईँहरू बारीमा टिप्न जानु पूर्व त्यो तरकारी टिप्न जानको लागि तपाईँहरूले त्यो तरकारी कस्तो पृष्ठभूमिमा छ भन्ने कुरा झ्याक्क राख्नुपर्छ साथीहरू यो कुरा तपाईँहरूले बुझ्नुपर्छ साथीहरू होइन अनि अर्को कुरा के हुन्छ भने तपाईँहरू आफूले कसैलाई महसुस गर्दा या कसैलाई आकलन गर्दा आफ्नो स्थिति हेर्ने हो पहिला अनि अरूलाई भन्ने हो आफ्नो हैसियत हेर्ने हो अनि अरूलाई भन्ने हो एकअर्कामा कुरा काटेर यो लान्छना लाउने काम चाहिँ कदापि कसैले कसैलाई नगरौँ यो नेपालीहरूमा भएको बानी हो विशेष गरी त्यस्ता मान्छेहरूलाई त के भन्न चाहन्छस् त्यस्तो मान्छेहरूलाई यस कुरा काट्दाखेरि जेब्रा क्रसिङबाट काट्नु भन्न चाहन्छु म चाहिँ हो किनभने मैले मैले अब हामी दुईजना छौँ यहाँ होइन म कहिले तपाईँको अरूसँग अरूको कुरा गर्दिनँ नि त होइन त म अफिस अनि जान्छु आफ्नो काम गर्छु आउँछु होइन मलाई त समय नै त्यो कुरा काट्नेहरूले चाहिँ के सन्दर्भलाई लिएर कुरा काट्ने जस्तो अब तिनीहरू अलिकति यस्तो यस्तो हुन्छ नि आफू नै राम्री त्यस्तो टाइपको छन् नि त अनि म त अब जे छ त्यही त्यो मेकअप सेकअप गरेर राम्री बनाएर भएर भने कि तँलाई कत्ला कत्ला बनाएर अनुहारमा यस्तो कत्ला बनाएर भने भएर कि कपडाहरू नराम्रो लगाएर भएर कि हो कुन कपडा राम्रो भएर अरे के भएर अरे होइन अब जस्तै म अफिसको लुगा लगाएर जान्छु होइन अफिसले जे लुगा ल्याएको त्यही लाउँछु नि त म होइन त अनि पछि पेसेन्टहरू कति अब मान्छेहरू कति राम्रो हो यो बहिनी कति राम्रो छ भनेर एउटा राम्रो रिभ्यू दिएर गएको हुन्छ नि त अनि केही मान्छेहरूले डाल गर्छ अरे नि त त्यस्तो कुरा पनि छ क्या तेरो भिडियोहरू टिकटकमा मस्त मस्त जान्छ अनि त्यो देखेर पनि छ होइन त त्यो हुन्छ यस्तो हुन्छ मान्छेलाई कतिपय मान्छेलाई के हुन्छ भन्दा जल्छन् क्या मान्छेहरू फिदा हुन्छन् जल्छन् त्यो हुन्छ मान्छेको कतिपय मान्छेहरू मान्छेको रूप हेरेर भन्दा पनि कसैको प्रतिभा हेरेर पनि जलिरहेको हुन्छन् है जस्तो कि म एउटा खतरा गीत गाउन मन लागेको छ मानौ जस्तो मलाई बवाल गीत गाउन मन लागेको छ अर्को कुनै मान्छेले चाहिँ मैले गाउन लाग्दाखेरि खतरा गीत गाइदियो मलाई डाहा लाग्छ क्या उसको अनुहारै राम्रो छैन कुरूप छ तर उसको कला छ उसको प्रतिभा छ त्यो प्रति पनि मान्छेलाई डाहा हुन्छ ईर्ष्या हुन्छ क्या यो नेपालीहरूमा अधिकांश छ म त अधिकांश भन्छु यो चेलीहरूमा चाहिँ सबभन्दा बढी हुन्छ मैले लान्छना लाउन खोजेको होइन तर चेलीहरूमा चाहिँ अधिकांश हुन्छ साथीहरू यस्तो व्यवहार चाहिँ कसैले कसैलाई नगरौँ जसको जे छ अवस्था जसको जस्तो अवस्था छ जसको जे हैसियत छ त्यहीँबाट उठेर आउने हो तपाईँ हिँड्दा हिँड्दा बाटोमा धुलोमाथि लड्नुभयो भने तपाईँ के गर्नुहुन्छ धुलो टकटकाउँदै उठ्नुहुन्छ कि पहिला त्यो धुलो नटकटकाइकन उठेर त्यहाँबाट त धुलोबाट घिसिँदै गएर नदीमा या पानीमा गएर हेलिएर त्यो धुलो पखालेर उठ्नुहुन्छ म त धुलो टकटकाउँदै उठ्छु उठेर धुलो टकटकाउँछु या टकटकाउँदै धुलो टकटकाउँदै उठ्छु तपाईँ हिँड्दा हिँड्दा बाटोमा धुलोमाथि लड्नुभयो भने तपाईँ के गर्नुहुन्छ धुलो टकटकाउँदै उठ्नुहुन्छ कि पहिला त्यो धुलो नटकटकाइकन उठेर त्यहाँबाट त धुलोबाट घिसिँदै गएर नदीमा या पानीमा गएर हेलिएर त्यो धुलो पखालेर उठ्नुहुन्छ म त धुलो टकटकाउँदै उठ्छु उठेर धुलो टकटकाउँछु या टकटकाउँदै धुलो टकटकाउँदै उठ्छु अनि पो मजबुत हुन्छ यार लान्छा लगाउने काम चाहिँ नगरौँ बुढी अफिस जाने होइन त ल म तिमीलाई पुर्याइदिन्छु है यस्तो हो साथीहरू होइन ल सबै साथीहरूलाई बाई बाई छ बाई बाई सबैले एकअर्कालाई होइन आफ्नै रगत हो नि त हामी सबैजना एकअर्काको भनेको रगत रातो हुन्छ भन्न खोजेको उसले काट्दा सबैको रगत रातो हुन्छ सेतो कालो पहेँलो हरियो हुँदैन रातै हुन्छ सबैको रगत जात भातमा पनि कोही तलमाथि छैन सबै नेपाली दाजुभाइ सबै विश्वको दाजुभाइहरू एक हुन् त्यही कारण कसैले कसैलाई लान्छना लाउने कामहरू होइन नगरौँ भन्न खोजेको है
ल जय देश जय नेपाल जय स्वाभिमान टाटा बाई बाई भिडियोलाई लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला बाई